हेलो गाइस, वेलकम टु माई न्यू ब्लग। आई होप हजुरहरू पनि सन्चै हुनुहुन्छ होला। म पनि एकदमै ठिकै। आज चाहिँ दिदी र म कामको लागि इन्टरभ्यू दिन जाँदैछौँ। अनि दिदी र म चाहिँ चाबी ल्याएर रेडी भएर हिँडेको। हामी चाहिँ दिदी र बहिनी लाग्यौँ काममा इन्टरभ्यू दिनको लागि। अनि हाम्रो चाहिँ रुमकै छेउमा हो नि त। अनि म चाहिँ अहिले इन्टरभ्यू दिन चाहिँ यही आउनुपर्छ। अहिले चाहिँ म दिदीलाई भेट्न जान लाग्यो। दिदीलाई भेट्न चाहिँ हामी दुवैजना हिँड्यौँ। यहाँ भाउजू पनि हुनुहुन्थ्यो। भाउजू चाहिँ कहाँ जानुभयो थाहै भएन, तर माथि लुगा धोइरहनु भएको रहेछ। अनि हामी चाहिँ दिदी बाटामा आएको। दिदी बाटामा आउँदा दिदी खाना बनाउँदै हुनुहुन्थ्यो, बहिनी चाहिँ सुतिरहेको थियो। अनि यतिकैमा म चाहिँ फेरि मेरो नाटक हेर्नु नगाइज। त्यतिकैमा हामी फेरि इन्टरभ्यूको लागि ढिलो भयो भनेर आएँ। म चाहिँ इन्टरभ्यू यहीँ पनि दिन लागेको थियो। त्यसमा हामीले साथी पनि भेट्यौँ। हाम्रो इन्टरभ्यू पनि सुरु भएर अन्त्य पनि भइसक्यो। अनि त्यसैमा हामीलाई धेरै गर्नु भएर हामी चाहिँ चिसानतर्फलाई रिजल्ट आउनु टाइम लाग्ने भएर हामी सपिङ गर्नतर्फ लाग्यौँ। सपिङ गरेपछि हामी यत्तिकै हिँडिरहेको थियो। हिँड्दा हामीले चाहिँ फेरि बिजी क्याफे जाने निर्णय लियौँ। फेरि बिजी क्याफे भयो भने हामी भिजिट गऱ्यौँ। अनि भिजिट गर्दा फेरि चाहिँ एकदमै धेरै हामीलाई चाहिँ रमाइलो पनि लागेको थियो। हामी जानु त पहिला पनि गएको थियो, तर फेरि हामीलाई फेरि जानु मन लागेको कारणले फेरि हामी गयौँ। अनि यतिकैमा यति बोर भयो हामी। मेरो दिदी चुप लाएर बसिरहनु भएको थियो। अनि म चाहिँ च्याउ लागेर यस्तो दिदीसँग गफ गर्दै बाहिरको भ्यू हेर्दै बसेँ। अनि त्यसपछि फेरि कपडा पसलमा लाग्यो। हामीलाई अघिको चाहिँ कपडा पसलमा राम्रो लागेन नि त। फेरि यहाँबाट केही सामान किनेपछि फेरि हामी चस्मा पसलमा पनि लाग्यौँ। चस्मा चाहिँ फेरि दिदीलाई मन परेन अरे। अनि पानी खाएर फेरि रुमतर्फ आएँ। अनि रुमतर्फ आउँदा फेरि चाहिँ यतिकैमा बाटोमा हामीलाई यति च्याउ लागेको कारणले नाटक देखाउँदै बसेँ। फेरि पोसिसन जाने निर्णय गरेर एकछिन पोसिसन पनि गएँ साथीलाई भेट्न। त्यसपछि चाहिँ हामी फेरि अब चाहिँ हामी रुममा जान्छौँ भनेर फेरि आयौँ। अनि एकछिन हिँडेपछि फेरि कपडा पसल लाग्यो। अनि यहाँ चाहिँ एकदम राम्रो कपडाहरू थियो नि त। अनि तर दिदीलाई चाहिँ जुन देखाए पनि राम्रै छैन भन्ने बल्ल एउटा सिलेक्ट गर्नु भएको थियो। अनि यसमा चाहिँ कस्तो देख्यो भन्दै हुनुहुन्थ्यो होइन। मलाई चाहिँ राम्रै लाग्यो होइन। हजुरहरूलाई चाहिँ कस्तो लाग्यो कमेन्ट गरिदिनु होला होइन। अनि यो बल्ल सिलेक्ट गर्नुभयो। त्यसपछि चाहिँ दिदीलाई फेरि बाई गरेर म चाहिँ आफ्नो दिदीको रुममा फेरि मोबाइल चार्जर लिन गएको। दिदी सुतिरहनु भएको रहेछ। यतिकैमा म चाहिँ मोबाइल चार्जर लिएर फेरि म रुमतर्फ आएँ। आउँदा फेरि दिदी चाहिँ कपडा फेर्दै हुनुहुँदो रहेछ। अनि हामीलाई धेरै भोक लागेको कारणले फेरि भात खायौँ। अनि दिदीले चाहिँ फेरि बारपछि घुमेर आएर पनि हामी घरमै रुममै आएर भात खायो भन्दै हुनुहुन्थ्यो। अनि हजुरहरूलाई मेरो मिनी ब्लग कस्तो लाग्यो अन्तिमसम्म हेरिदिनु भएकोमा थ्याङ्क